साहित्यिक मनहरूमा हृदयदेखि नै नमन व्यक्त गर्न चाहे। म खुमन जोशी यात्री। आज म यात्राको क्रममा छु र यात्राको क्रममा आदरणीय व्यक्तित्व अग्रज श्रेष्ठा प्रदीप रोदन सरको गजल म वाचन गर्छु। यात्राभरि तपाईहरूले साथ दिएर गजल सुन्नुहोला। म गजल सुरु गर्छु। के चाहिन्छ जिन्दगी गाग्रो बनेर आउन सके, के चाहिन्छ जिन्दगी गाग्रो बनेर आउन सके, म भरिएर देखाउने छु कसैले डुबाउन सके, म भरिएर देखाउने छु कसैले डुबाउन सके। मानिस हराएको सूचना निकाल्नुहुन्छ र मानिस हराएको सूचना निकाल्नुहुन्छ र कुनै दिन हजुरको मायामा हराउन सके। मानिस हराएको सूचना निकाल्नुहुन्छ र कुनै दिन हजुरको मायामा हराउन सके। म अरूलाई सकेसम्म दुःख दिने मान्छे होइन, म अरूलाई सकेसम्म दुःख दिने मान्छे होइन। मलामी पनि आफैले बोलाउँछु बोलाउन सके, मलामी पनि आफैले बोलाउँछु बोलाउन सके। पासोको नाम यो संसारबाटै मेटाइदिन्थे, पासोको नाम यो संसारबाटै मेटाइदिन्थे। कुनै दिन सम्बन्धको डोरी पिङ बनाउन सके, कुनै दिन सम्बन्धको डोरी पिङ बनाउन सके। म भरिएर देखाउने छु कसैले डुबाउन सके। ए बुढो पुतली किन झम्टिरहन्छस् टुकीमा, ए बुढो पुतली किन झम्टिरहन्छस् टुकीमा। मेरो सन्तान बाँच्थे कि टुकी निभाउन सके। म भरिएर देखाउने छु कसैले डुबाउन सके। कुनै दिन म हजुरको मायामा हराउन सके। मलामी पनि बोलाउँथे बोलाउन सके। के चाहिन्छ जिन्दगी गाग्रो बनेर आउन सके, म भरिएर देखाउने छु कसैले डुबाउन सके। फेरि पनि परमेश्वरलाई हृदयदेखि नमन व्यक्त गर्न चाहे र मेरो वाचन शैली हजुरलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सनु होला। फेरि पनि म ल्याउने नै छु।